गाइस मेरो पेन्टी हरायो के निकिसाको प्यान्टी पके पनि टुलु बेबीले लगेको हुनुपर्छ। यो फेरि कुन भाले जुदाइ हो? पक्कै गर्ने चाहिँ यसरी मजा आयो। यो भाइलाई फेरि दिदीहरू नसुधेर पिर परिसक्यो। मनको फिदा छुट्टै छ मलाई। यता फेरि जेएनजीको आफ्नै पारा छ। कोही को हिँड्दा हलिने कोही को चढ्दा हलिने यस्तै भिडियोको फन्नी कमेन्ट अनि सेभिङ कमेन्टहरू चाहिँ लिएर आएको गाइस। यो भिडियोबाट सुरु गरौँ है त गाइस। मनको फिदा छुट्टै छ मलाई। मनको फिदाको तनाव छुट्टै छ मलाई। अनि यो मनको फिदा छुट्टै छ मलाई। कमेन्ट हेर्नु न गाइस। फेरि जिब्रो नआएको बच्चालाई के को पिर हो फेरि? फेरि कमेन्ट हो के हो? पखाला लागेको बेला शङ्का बजाउनुको पीडा छुट्टै छ मलाई। केटाहरूको कमेन्ट हेर्नु न गाइस। फेरि एकछिन म हगेर आउँछु है। तिम्रो कविता नबुझेर पीडा छुट्टै छ मलाई। मोदयको भाइ अर्को बोधय। गाइस मेरो पेन्टी हरायो के हिजो धोकोसँग पेन्टी हरायो। कसले चोरेछ गाइस? खबर गर्नु त मलाई। टुलु बेबीले चोर्यो होला ल? साँच्चै चोरेको टुलु बेबीले हो त गाइस? कमेन्ट हेर्नु न गाइस। कमेन्ट पेन्टी चाहिँ होइन धुर्मुसे कट्टु चाहिँ बाँदाले बोकेर लगेको होला। फेरि केटाहरूको कमेन्ट पेन्टी हराउँदा त केही छैन डन्डी हराउँदा पो गाह्रो हुन्छ त। फेरि कमेन्ट के हो? कार्तिक लाग्यो कुकुरले लग्यो होला। बुढो पागल भो मेरो बुढो पागल भो कान्छी ल्याउँछु भन्छन् अब। केटाहरूको कमेन्ट फेरि हाम्रो घरको जर्सी गाई पनि यस्तै थियो। दुध धेरै दिन्थ्यो दुन नसकेर बेच्दिन आमाले। फेरि कमेन्ट के हो? घोडालाई दिने सुई मान्छेलाई लगाइदिएपछि छाती त खुलिहाल्छ त हो। फेरि केटो के हो? अब म यो भिडियो हेरेर छोल्छु। केटाको कमेन्ट हेर्नु न फेरि सङ्गीत त त्यस्तै हो। तिम्रो गाउँको नगरपालिका ठुलो रहेछ। फेरि कमेन्ट के हो? दुई पोकाको सम्पत्ति दिन मिल्दैन। कमेन्ट फेरि के हो? लु बुबु फाइट पो रहेछ हाम्रो भाइलाई दुःख मात्र हुने भयो। फेरि केटाको कमेन्ट के हो? हामीले खाने बुबुको सत्यनाश हुने भयो अब। यो कमेन्ट चाहिँ सही हो। गोरुको सुई ठुलो भयो भने जुदाउँथे। केटी मान्छेको पनि बुबु ठुलो भएपछि यस्तै हो। फेरि यो कमेन्ट के हो? आऊ है केटा हो अब हाम्रो नि मुनिको जुदाउनु पर्छ। फेरि कमेन्ट के हो? ख्याल ख्यालमा फुट्लाई खुरु आफ्नो बाटो ला। के उमेर ढल्किन लाग्यो राणै र न्याहै के राणै र न्याहै के। कमेन्ट हेर्नु न गाइस। कमेन्ट अलि बढी चिलाए जस्तो छ सोल्टिनीलाई। कमेन्ट फेरि 26 वाल्टा किनेको त यस्तै भिडियोलाई पो रहेछ। त्यो इसारा गरेको चाहिँ अलिक बुझिन कान्छे। कमेन्ट फेरि के हो? कस्तो दामी लाग्यो तपाईँको एक्सन त। के हो फेरि? कस्तो औला हो? रबरको हो? मेरो गीत केही नभने है मेरी बुहारीलाई मै गरौला घरको। कमेन्ट फेरि के हो? दाइले बिस्तारै चलाउनु हामीलाई गाह्रो भयो। कस्तो आँखा हल्लिएको मेरो त। सिटीवाला दाइ लुकिङ ग्लास हेर्दै रन्काउँदै होला दाइले मुसु हाँस्दै। कमेन्ट के हो? मुटु काम्ने जाडो छ मोर्निङमा। स्याबास छोरी यसरी नै समाजको अगाडि सधैँ छाती फुलाएर हिँड्नु। सही हो है। सत्य कहिले लुक्दैन भनेको यही हो। यो चाहिँ राम्रै कुरा गर्नु है। जिएनजीको कुनै दल हुँदैन भ्रष्टाचारी नानु। यो कमेन्ट नि सही हो है। टाउको नै कुहिएपछि खुट्टामा त अलिअलि असर त परिहाल्छ नि। जिन्दगी भनेको यस्तै हुनुपर्छ। टेन्सन नि छैन दिमाग नि छैन। यो चाहिँ सही हो है। 1000को लोभमा बोलिनु।